हेलो एभ्रीबडी, के छ तपाईहरुलाई? म चाहिँ एकदमै ठीक छु है। आज चाहिँ शनिबार हो, हाम्रो चाहिँ 2 दिन बिदा हुन्छ हप्तामा। सो आज चाहिँ छुट्टी छ, यसो बजार जाने गाइस। फारान बजार है, कोरियाको एकदम फेमस। यो कोरियाको भन्दा पनि खेङ्गिलो भित्र चाहिँ एकदमै फेमस बजार फारान बजार। सो त्यहाँ गएर यसो सामान किनिन्छ गाइस। म चाहिँ अब रेडी हुन्छु। रेडी भइसकेपछि चाहिँ म झर्छु है, त्यसपछि देखाउँछु ल गाइस। ल गाइस, हामी चाहिँ जान लाग्यो ल बाहिरतिर यसो। पिठको बिल्डिङ छ, टोपी निस्किन्छ हो यो बिल्डिङहरू हेर्दा त्यहाँ। कहाँले खाने हो? मेरो राम्रो आउँदैन के? ल गाइस, उ चाहिँ हाम्रो साथी ल। ल गाइस, हामी चाहिँ बस कुर्न लाग्छौँ फारान बजार जाने है। साला यत्रो बिल्डिङ छ यार। कता म्यान भयो साथीहरू चाहिँ माटमा गाड्नु भएको छ यार। लगाए सामान चाहिँ किन्नु ल, चामल सामल। हाम्रो चाहिँ छिङ्गो है पुरा, भिडियो टिकटक भिडियो सुट है। यो चाहिँ फारान बजार होइन, खेङ्गिलोको फारान बजार। फेरि हामी सामान किन्न जाँदैछौँ अगाडि टक्क लाएर है। सातो सकेर है, लङ टाइम। लगाए राइस कुकर है। के भयो? पुग्छ पुग्छ है, त्यो ठुलो खत होइन। मजाले पुग्छ हुन्छ र नि यहाँ अहिले आएर के केटा कराई पनि लानु पर्ने छ है त। कराई नि हाल्नु पर्यो नि त। मेरो भिडियो बनाइदेऊ न यहाँबाट क्या, यहाँबाट पनि म यसो मिलाएर आउँछु। कहाँ यो फोटो राखेर हुन्छ त नि? ओके फारान बजारमा गाइस सामान किन्नको लागि आएको ल। म पछि देखाउँछु ल। सुसु गरेर आउँछ गाइजहरु। कहाँ सुसु गर्ने हो? ल त्यहाँ हामी त ट्याक्सी लागि लाइन लगाइराखौँ। सामान सब किनिसक्यो है। फारान बजार आएर टक्क लाएर यति धेरै मान्छेको लाइन छ गाइस। सो म चाहिँ अब रुममा गएर देखाउँछु ल के किन्ने आज भनेर। सो अहिले लागि यस्तो खासै भिडियो बनाउन लाज लाग्छ यार, बोल्नै लाज लाग्छ मलाई। लास्टै चिसो, लास्टै जाडो भयो ट्याक्सीमा साथीहरूसँग। सुजन दाई के छ हाल खबर? ठिक छ नि? दाई अगाडि बस्नु भएको छ, ठ्याक्क पानी परिरहेको। रियल नामै टार्जन हो? हो दाई, टार्जन है तपाईँको रियल नाम? टार्जन के? थापा हो? कहाँ तपाईँको घर? नरपरासी हो। नजिक पर्छ क्या अर्को केटा चितवनको रहेछ नि। चितवनको किरण छ, उरामा 1 घन्टाको फरक छ। बाटोमा चाहिँ अहिले खत्तम भएर न 20-30 मिनट बजार आउनु। चिन्नु भएको छ तपाईँले पहिला? छेजी त जाने कुरो भइरहेको होला हाम्रो। उहाँले हामीलाई बताइरहनु भयो कसरी गइन्छ, कति लाग्छ भनेर। ड्याङ्गे 1 महिनाको हो है? ड्याङ्गे 1 महिनाको त्यो भनेको अन्त सानोहरुको बिचमा हो नि त। यो त छुट्टै टापु हो नि त्यो है, समुद्रको बिचमा।
कम खर्च गरेर ठिकै खर्च गर्छु भनेर बल्ल चलाउँछु कहाँ पुग्छ 2 महिनाको ले नि फेरि एक त यहाँको यस्तो हुन्छ दिल्लीतिर हाम्रो भनेको समुद्र हो सामूहिक भ्रमण लाँदाखेरि जानुपर्छ हो त्यस्तै कोही कोही सेन्टरहरुमा लैजान्छ त्यस्तो मैले सक्छ त प्राय त्यस्तै लाग्ने टाढा 90 की स्पिडमा हिँड्ने है जे होस् मजा आउँछ है एक घन्टा की स्पिडमा चलाउन हुन्न यहाँ त पुरा है चिङ्गु हाम्रो देशमा 1 घन्टा की स्पिड झड्का हान्दै तेरो टाउको ढुकाउँदै लाग्यो सामान ल्याएर आइयो भन्न लाग्थ्यो यार हाम्रो साराम तुरिएकी नेपाल साराम तुरिएकी चामल राइस खासै परेन हो छिङ्गो रुममा आइसक्यो ल गाइज है आजको भिडियो त यति सम्मलाई बाई बाई